मेहनती मान्छे र हरेक क्षेत्रमा हरेक जहाँ हात हाल्नुहुन्छ त्यहाँ सफलता प्राप्त गर्नुभएको छ। पशुपति विकास कोषमा बसेर हामीले लामो समय काम गर्नु त्यहाँ पनि निकै सुधारहरू भयो र आज हामी एउटा ऐतिहासिक ठाउँको बारेमा र नगरकोट भ्रमणोत्सवको बारेमा चर्चा गरिराखेका छौँ र हाम्रो बिचमा नगर प्रमुख हुनुहुन्छ जसले आफ्नो नगरको विकासको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ र यस्ता नगर प्रमुख हुनुहुन्छ। उहाँहरू दुईजना यहाँ हुनुहुन्छ। उहाँ दुवैजनाको बारेमा टोकबहादुर भैया र जीवन छेत्री दुवै नगर प्रमुख असल राम्रो काम गर्न सफल र उहाँहरूले एउटा सपना देख्नुभयो। सपना हुन्छ त्यो सपना यस कारणले मैले भनिराखेको छु कि नगरकोट भ्रमण वर्ष सबै नेपालीको चाहना थियो। विश्वका पर्यटकहरू जाने ठाउँ नगरकोट, नेपालका पर्यटकहरू पनि जाने आन्तरिक रूपमा पनि नगरकोट नगई नहुने जानै पर्ने अझ प्रेमका पारखीहरू त जोडीहरू त कोही हाल्नु पर्ने र पछिल्लो समय त डाक्टर सुरेन्द्र केसी पनि नगरकोट जाने गर्नु विभिन्न बैठकमा भेटिएको। त्यसैले आज मैले उहाँलाई अनुरोध गरेँ डाक्टर साहब नगरकोटको बारेमा एउटा व्याख्या गरौँ। हामीले कति राजनीतिक विषयवस्तु छलफल गर्ने। अब नयाँ वर्ष आउँदैछ पछिबाट 2082 को पहिलो दिन नगरकोट भ्रमण वर्ष सुरु हुँदैछ। यहाँ जनताका प्रतिनिधिहरूले दुईजना मेयरले होइन 4 जना मेयरले संयुक्त रूपमा 4वटा नगरपालिकाले कार्यक्रम गरेको छ। ऐतिहासिक काम देशको राष्ट्रपति जाँदै हुनुहुन्छ, उहाँले समुद्घाटन गर्दै हुनुहुन्छ। त्यसको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पनि दिनुपर्छ र नेपाल अब विश्वका पर्यटकहरूलाई गन्तव्य हो। तर नगरकोट नेपालका पर्यटक मात्र होइन विश्वबाट आएका पर्यटकहरूको लागि पनि एक रात नबसी नहुने नगई नहुने एकपटक त्यस्तो ठाउँ पनि नगरकोटमा के छैन सबै कुरा छ। यहाँ दुईजना मेयरले बताउनु हुनेछ पहिलाजी र छेत्रीजीले, किनभने उहाँहरूको जुन किसिमको लगानी छ योगदान छ विकास छ समितिमा उहाँहरूको एउटा मास्टर प्लान पनि छ मार्गचित्र पनि छ। किनभने हाम्रो देशमा स्थानीय सरकार भनेको शक्तिशाली सरकार हो। स्थानीय सरकारले चाहे भने देशमा विकास हुन्छ भन्ने सङ्केतहरू आउन थालेको छ। स्थानीय सरकार जनताको सरकार हो र स्थानीय सरकारले पर्यटन क्षेत्रको विकास र विस्तारमा गुरु योजना ल्याउन थालेको छ, मास्टर प्लान ल्याउन थालेको छ। नेपाल भनेको यति सुन्दर देश नगरकोट त म जस्तो एउटा ऋषि धमालले के बखान गर्ने डाक्टर सुरेन्द्र केसी त्यसको महिमा त्यसको गरिमा त्यसको प्रतिष्ठा त्यसको ख्याति त्यसको लोकप्रियता नगरकोटको विशेषता नगरकोट। त्यसैले नगरकोटमा हनिमुन बनाउन जानेहरू पनि त्यत्तिकै हुन्छ। बिहा गरेर कहाँ जाने भन्दा विदेश जान पाउनेहरू कहाँ जाने नगरकोटै जाऊ, नजिक पनि छ राम्रो पनि छ। अनि प्रेमका जोडीहरू तपाईँलाई थाहा छ 1 हप्ता काम गर्छ, 1 हप्ता लगातार काम गरिसकेपछि होइन शनिबार त नगरकोट जाउँ न, शुक्रबार बेलुका जाउँ, शनिबार दिनभरि घुम बेलुका फर्कु एक रात बसौँ नगरकोट। त्यस्तो ठाउँ नगरकोट र साँच्चीकै भन्यो भने त सूर्य उदयको लागि पनि हामी धार्मिक रूपमा पनि विश्वास गर्छौँ। तर सबभन्दा नेपालको इतिहासको कुरा गर्ने नगरकोटबाट सबैभन्दा बढी पर्यटन क्षेत्रले लाभ भनेको बिहान तपाईँहरू सूर्य उदयको पहिलो झलकको कहाँबाट देख्न सक्नुहुन्छ नगरकोटबाट हुन्छ। त्यस्तो ठाउँ छ नगरकोट। त्यसैले नगरकोटको विशेषता कुरा गरेको मैले किन भन्दाखेरि हामी धर्ममा विश्वास गर्छौँ। त्यसैले गर्दाखेरि बिहान मान्छेहरूले सनराइजको कुरा गर्दाखेरि सूर्योदयको कुरा गर्ने हो भने त्यो हेर्नकै लागि भए पनि नगरकोट मान्छे जान्छ। त्यसैले नगरकोटमा हाम्रा सञ्चारकर्मी साथीहरू पुग्नु भएको छ। धेरै सञ्चारकर्मीहरू पनि नगरकोट जानु। यसपटक तपाईँ नगरकोट जाने लगातार बहस गर्ने र 1 वर्षमा नगरकोट भ्रमण वर्ष सफलता। मैले दोष गरेको छु डाक्टर साहब डाक्टर सुरेन्द्र केसी बिहान रेडियोमा दिउँसो रिपोर्टर्स खोला बेलुका टेलिभिजनमा बोल्ने नगरकोट भ्रमण वर्षको लागि 1 शब्द बोल्थेँ जानुहोस् है नगरकोट घुम्न जानुभएको छ गएको छु उसो जानुभएको छ गएको छु कस्तो लाग्यो नगरकोट। मेरो एउटा अभियान छ विभिन्न पक्षमा वार्ता गर्दा कुराकानी गर्दा देशको प्रधानमन्त्री पनि म बस्न सोध्छु। अब नगरकोट जानुभएको छ प्रधानमन्त्री एक रात बस्नु भएको छ बसेको छु अब म बस्ने
बस्नुहोस्। काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेल अथवा प्रचण्ड, माधव नेपाल अथवा सेलिब्रेटी राजसमाजदेखि सबै देशका गण्यमान्य व्यक्ति सबै व्यक्तिलाई सोध्ने नेतालाई डाक्टर सुरेन्द्र केसीलाई म सोध्छु। डाक्टर साहब नगरपुर जानुभएको छ भने अहिले भन्नुहुन्छ म गाउँ कतिपल्ट जानुभयो डाक्टर साहबले भन्नुहुन्छ अनि कति दिन बस्नु त्यो सब कुरा डाक्टर साहबले डाक्टर सुरेन्द्र केसी आज मैले सुरु गरेँ पहिलो जनता जान्न चाहन्छन् कार्यक्रम डाक्टर सुरेन्द्र केसीबाट सुरु भयो। जीवन छेत्रीबाट पनि कुरा गरौँला होइन, टोकबहादुर अहिलेबाट पनि कुरा गरौँला। तर आज मैले डाक्टर सुरेन्द्र केसीलाई सोधेँ। पहिलो प्रश्न तपाईँले भन्नु होला डाक्टर सुरेन्द्र केसी जनता जान्न चाहन्छन्, तपाईँ नगरपुर जानुभएको छ, तपाईँले अहिले भन्नुहोस् कतिबाट जानुभएको छ त्यो पनि भन्नु, कति रात जानु भएको छ त्यो पनि भन्नुहोस्, कोसँग जानुभएको छ। त्यसैले सबै कुरा आकर्षण खुलासा गर्नु। त्यसैले आज हामी हाम्रो देशको पर्यटन क्षेत्रको विकासको बारेमा मात्रै बहस गर्छौँ। यो प्रत्यक्ष प्रसारण भइरहेको छ, यतिखेर प्राइम टाइम टेलिभिजनले पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ पत्रकार सम्मेलनको। धेरै मिडियाहरूले लाइभ गर्नुभएको छ, अनलाइन मिडियाहरूले, सोसल मिडियाहरूले र रेडियोबाटै लाइभ गरिरहेको छ, नेपाली रेडियोबाट। म के भन्न चाहन्छु भन्दाखेरि नगरकोट हामी सबैको लागि साझा भ्रमण वर्षको कुरा गर्न चाहन्छु। भ्रमण वर्षको किन भन्दाखेरि नगरकोट मान्छे नेपाल भ्रमण वर्ष भन्दा नगरकोट भ्रमण वर्षको महत्त्व बढ्दैछ है। दुईजना मेला राखेर मैले भनेको छु, यसको तपाईँहरूले लाभ लिन सक्नुहुन्छ र जीवनजी तपाईँले एउटा सङ्कल्प गर्नै पर्छ। नगरकोटको आज तपाईँले घोषणा गर्नुपर्छ। सडक चाहिँ पिच भएको छैन है, मलाई विश्वास छ जीवन छेत्रीले आज घोषणा गर्नुहुनेछ 2 महिना 3 महिना 4 महिना 5 महिना भित्र नगरकोट जाने बाटो पिच हुनेछ आज गफमा। तर मलाई धेरै पत्रकार साथीहरूले भन्नुहुन्छ डाक्टर सुरेन्द्र केसीले धेरै पटक सोध्नु भएको छ, रिपोर्टर्सका नेपालको कार्यक्रममा आउँदाखेरि त यस्तो हिलाउने छ, पिच गर्न सकेको छैन, भित्रको नगरकोट जाने बाटो पिच त्यसैले डाक्टर साहबले धेरै चाहिँ रिपोर्टर्समा बोल्दाखेरि त्यो विषयवस्तु उठाउनुहुन्छ। त्यही सडकको बारेमा पनि हामी सडक पिच होस् भन्ने पक्षमा छौँ। मैले देशभरिको सडक देखाएँ, तर रिपोर्टर्सको कार्यक्रममा आउने कार्यालयमा आउने सडक चाहिँ पिच हुन सकेन। त्यसबारे फेरि बहस गरौँला। आज हामी नगरकोटकै बारेमा बहस गरौँ। नगरकोट जानुपर्छ, नगरकोट घुम्नुपर्छ। नगरकोटमा सबैलाई निम्ता दिन चाहन्छु। देशका सबै क्षेत्रका मान्छे मेची, महाकाली, मालपा, तराई सबै जनतालाई म आग्रह गर्न चाहन्छु। सबै क्षेत्रका विज्ञहरू, पर्यटन क्षेत्रका हस्तीहरू सबलाई भन्न चाहन्छु नगरकोटमा जानुहोस् एकपटक र नगरकोट भ्रमण वर्षलाई सफल पारौँ। हामी सबै मिलेर सञ्चार जगतले पनि ठाउँ दिउँ। म भन्छु वर्षभरि तपाईँले आफ्नो टेलिभिजनमा स्कुलमा लेखिदिनुहोस्, तपाईँ जानुभयो नगरकोट भ्रमण वर्षमा वर्ष उठाइदिनु, मिडिया सोसियल मिडियामा लेखिदिनु। साथी जानुभयो तपाईँहरू, नजानुभएको जानुहोस् है, छुट्ला सूर्योदय हेर्नुहोस् त्यो भनिदिनुहोस्। म आभारी हुनेछु र मैले एउटा अभियान सुरु गरेको छु। मेयर साहबलाई यहाँ साक्षी राखेर दुवैजना असल मेयर, सफल मेयर, जनताको काम गर्ने मेयर, उहाँहरूको एउटा मास्टर प्लान पनि छ, योजना पनि छ, आफ्नो नगरपालिका उहाँले काम पनि गर्नु भएको छ। त्यसैले यहाँ 4 जना मेयरहरूको संयुक्त यो आयोजना हो। 4वटा नगरपालिकाको म 4वटै मेयरलाई स्यालुट गर्न चाहन्छु, अभिनन्दन गर्न चाहन्छु। 4वटै नगरपालिकाको विकास र विस्तारमा मेरो सहयोग समर्थन रहनेछ। यहाँ 2 जना आउनुभएको कारणले मैले 2 जनाको नाम भनेको। 4 जना मेयरहरूलाई म अभिनन्दन गर्दै नगरकोट भ्रमण वर्ष सफल बनाऊ, हामी सबै जाउँ। थ्याङ्क यू सो मच। नमस्कार।